सुदन गुरुङलाई छानबिन समितिले दियो क्लिन चिट। सम्पत्तिमा देखिएन कुनै खोट, फेरि गृहमन्त्री बन्दै। दर्शकबिन केही समय अघि सम्पत्ति विवाद, शेयर कारोबार र विवादास्पद व्यवसायीसँगको सम्बन्धबारे चौतर्फी प्रश्नको घेरामा परेका पूर्व गृहमन्त्री सुदन गुरुङलाई सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समितिले पूर्ण रूपमा सफाई दिएको छ। समितिको प्रतिवेदन सार्वजनिक भएसँगै गुरुङमाथि लगाएका गम्भीर आरोपहरू पुष्टि हुन नसकेको निष्कर्ष बाहिर आएको छ भने उनको राजनीतिक भविष्यबारे नयाँ बहस सुरु भएको छ। गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको केही दिनमै सम्पत्ति विवरणलाई लिएर विवादमा तानिएका गुरुङले बढ्दो राजनीतिक दबावबीच गत वैशाख 9 गते पदबाट राजीनामा दिएका थिए। त्यतिबेला संसद, सडक र सामाजिक सञ्जालमा उनीमाथि विभिन्न आर्थिक अनियमितता तथा विवादास्पद व्यवसायीसँग सम्बन्ध रहेको आरोप लागिरहेको थियो। तर अहिले सरकारद्वारा गठित छानबिन समितिको निष्कर्षले ती आरोपहरूको आधार कमजोर बनाइदिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले सरकारलाई बुझाएको 45 पृष्ठ लामो प्रतिवेदनमा गुरुङको बैंकिङ कारोबार, शेयर लगानी, चल अचल सम्पत्ति तथा आर्थिक गतिविधिहरूको विस्तृत अध्ययन गरिएको उल्लेख छ। समितिले सम्पत्ति विवरणमा देखिएका कतिपय असंगतिहरूलाई व्यक्तिगत बदनीयता वा गैर कानूनी गतिविधिसँग जोड्न नमिल्ने निष्कर्ष निकालेको छ। सबैभन्दा बढी चर्चा र विवादमा रहेको गुरुङको नाममा देखिएको 89 तोला सुन सम्बन्धी विषयमा पनि समितिले स्पष्ट धारणा सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार उक्त सुन परिवारमा पुस्तौदेखि रहँदै आएको पैतृक सम्पत्ति भएको पुष्टि भएको छ। समितिले बैंक खाताहरूले अध्ययन गर्दा सो सुन खरिदका लागि कुनै रकम खर्च भएको प्रमाण फेला नपरेकाले यसलाई अवैध आर्जनसँग जोड्न नसकिने ठहर गरेको छ। त्यस्तै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धानको दायरामा रहेका व्यवसायी दीपक भट्टसँग गुरुङको व्यावसायिक साझेदारी रहेको आरोप पनि पुष्टि हुन नसकेको प्रतिवेदनमा उल्लेख छ। समितिले गुरुङले खरिद गरेका बीमा कम्पनीका शेयरका लागि वैधानिक रूपमा ऋण तथा सरसापटी लिएको कागजात फेला परेको जनाइएको छ। भट्टसँग सामान्य चिन्जान रहेको तथ्य स्वीकार गरिए पनि त्यसलाई व्यावसायिक साझेदारीको प्रमाणका रूपमा लिन नमिल्ने समितिको निष्कर्ष रहेको छ। जेन्जी आन्दोलनका क्रममा विदेशबाट गुरुङको खातामा आएको भनेको करिब 50 लाख रुपियाँ बारे पनि समितिले अनुसन्धान गरेको थियो। प्रतिवेदनमा उक्त रकम नेपालको औपचारिक बैंकिङ प्रणाली मार्फत भित्रिएको र व्यक्तिगत प्रयोजनका लागि खर्च भएको देखिएकाले त्यसमा गैर कानूनी कारोबारको संकेत नपाएको उल्लेख गरिएको छ। समितिले आफ्नो प्रतिवेदनमा व्यक्ति भन्दा पनि राज्यको प्रशासनिक संरचनामै कमजोरी रहेको औलाएको छ। सम्पत्ति विवरण व्यवस्थापन, अभिलेखीकरण तथा निगरानी प्रणाली प्रभावकारी नहुँदा यस्ता विवादहरू उत्पन्न हुने गरेको भन्दै प्रणालीगत सुधार आवश्यक रहेको सुझाव सरकारलाई दिएको छ। प्रतिवेदनमा यस्ता त्रुटि कुनै एक व्यक्तिको हकमा मात्र नभई अन्य नागरिकको हकमा पनि देखिन सक्ने उल्लेख गरिएको छ। यही प्रतिवेदन सार्वजनिक भएसँगै गुरुङको राजनीतिक पुनरागमनको चर्चा तीव्र बनेको छ। उनीमाथि लगाएका आरोपहरू पुष्टि नभएको अवस्थामा पुनः मन्त्री परिषदमा फर्काउने सम्भावनाबारे समेत चर्चा सुरु भएको छ। लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा गुरुङले गरेको शेयर लगानी सार्वजनिक भएपछि रकमको स्रोतबारे व्यापक प्रश्न उठेको थियो। त्यसपछि बढ्दो आलोचना र नैतिक दबावका कारण उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी केवल 26 दिन मात्र देशको गृह मन्त्रीका रूपमा कार्यरत रहेका थिए। अब छानबिन समितिको क्लिन चिट पछि सबैको चासो एउटै प्रश्नमा केन्द्रित भएको छ कि प्रधानमन्त्री बालिन शाहले सुदन गुरुङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिने साहस गर्लान् वा यो प्रतिवेदनले मात्रै उनको राजनीतिक पुनर्स्थापनाको बाटो खोल्न पर्याप्त हुनेछ। घोडा दुखेर आएको, डाक्टरको दबाई खायो, के भएन, घोडामा सुई लायो, के भएन, के गरिन् के नभए, वैद्यमा आएर दबाई खाएको अब 3 महिना भयो। अहिले उठ्नु बस्नु नै